हेलो गाइस, अब चाहिँ मेरो यहाँ युट्युब यो नयाँ मेरो यहाँ धीरज पुजल ब्लग अनि युट्युब च्यानलमा ब्लग मात्रै हैन गेमिङ भिडियोको पनि आउने छ हैन। धेरै त हाल्दिन, त्यो दुई तीनटा गेमिङ भिडियो अनि ब्लग। मैले आज ब्लग हाल्न नपाएकोमा मलाई माफ गरिदिनु होला। पहिला यता लुट गरेर हामी उता घरतिर जाने हौ। धेरै चाहिँ हैन, मेरो दुई तीनटा मात्रै, धेरै हैन, दुई तीनटा ब्लगको आउने छ। इनिमी आइसक्यो। म्याप थिम गरेर मैले के देखेको हैन। म यहाँ खेल्दैछु हैन। हल्का फुल्का क्यामेरा ठिक्कियो होला, मलाई माफ गरिदिनु। ठिकै हुनुहुन्छ। अहिले चाहिँ हामी यहाँ बिआर र्याङ्क खेल्न लाग्यो। मेरो यहाँ सेन्सिटिभिटी पनि बिग्रियो। यस्तो यो हल्का ठुलो बनाम हैन। यो त इनिमी त रहेछ। एकजना नकआउट। यहाँ त हानिसक्यो, मलाई हानिसक्यो। अर्को छतमाथि छ, उ त्यो छतमाथि हो। मसँग लङ रेन्जको गन छैन हैन, त्यही भएर मैले हान्न सकेन। म पछाडिबाट घुमेर हान्ने हो। हाने त्यससँग सर्ट रेन्जको गन रहेछ। म भाग्छु अहिले। मसँग सर्ट रेन्जको गन छैन हैन। हल्का बिआरमा त सर्भाइभ गरेर खेल्नुपर्छ हैन, नभए त्यहाँ माइनस लागिहाल्छ। मेरो त्यही माथि त माइनस लागेको रहेछ। टिममेटले खेल्न बोलाउँछ, सब माइनस लगाएर मात्रै जान्छन्। त्यही भएर म अब सोलो खेल्दैछु अहिले। मलाई त्यति खासै त खेल्न आउन्न, त्यही पनि हल्का मैले गेमिङ भिडियो पनि हाल्ने छु। मेरो ब्लगलाई सपोर्ट गरिदिइराख्नु होला। आर्सनल खोल्ने हामीसँग यहाँ की छैन, त्यही भएर अहिले भाग्छौँ हैन हामी। यता माथि इनिमी, यता जानेछौँ अब हामी। मसँग हल्का एउटा सर्ट रेन्जको गन पनि चाहिने हो। मलाई रोक्दैन है, एक सर्ट रेन्जको गन खोजौँ। एउटा दुईटा सर्ट रेन्जको गन पाइन्छ कि? के पाइयो यार? MP5 बल्ल MP5 पाइयो। पाइन त चाहिँ मलाई यो गन चलाउन आउन्न, त्यही भएर म चलाउँदिनँ पनि। अनि यहाँ बाइकको स्किन पायो, त्यो हल्का चलाऊँ न। हल्का यहाँको बाइकको पनि त्यो लिदिउँ। लास्ट जोन यतै कतातिर बन्छ हैन, त्यही भएर इनिमी यतैतिर भइराख्छन्। त्यही भएर हल्का केयरफुल हुनुपर्छ। यता अगाडि इनिमी।
खेल्दैमा त एउटा एनिमी देख्दिनँ त यस्तो यस्तो गेमहरू त खेल्दिनँ त्यही भएर मलाई धेरै यस्तो गेमहरू खेल्न पनि आउँदैन यूएमपी छ मसँग अब यूएमपी खेल्यौँ MP5 लिएर जाऊँ न किन परेर रोक्ने त्यो त मैले कता वेन्डिङ मेसिन दिएँ थिएँ यार अगाडि रहेछ वेन्डिङ मेसिन है 3 दर्जन बनिसक्यो अब यहाँ जानु पर्यो छिटो यार मलाई खासै चलाउन आएर त्यही भएर यस्तो बाइकहरू मलाई के चलाउनै आउन्न के त्यही भएर म यहाँ केयरफुल चलाउन गइरहेको छु अहिले एनिमीले देख्ने बित्तिकै हानिहाल्नुपर्छ हैन म त झरेर जान्छु अब यहाँ एनिमीलाई अब अट्याक हान्न सक्छ नि यहाँ त एनिमी फाइट चलिरहेछ यताको त अगाडि एनिमीको पुरा स्क्वाड छ स्क्वाड अगाडि एनिमी यता अगाडि एनिमी देखिसकेन गर हान्दियो म तपाईँहरूलाई के नचाहिराख्ने पनि अब हान्दिउँ भन्दा अहिले मैले नै हामलाई यार झर भक्कसी एनिमी झर यहाँ झरम त यहीँ झरेर अब जाम हल्ला बोल्न जाम अब हल्ला बोल्दै हान्यो त्यतै माथि कताबाट हाने थियो त्यसले मलाई गए कताबाट हानु बाहिर निस्किम होला केले हान्यो भनेको त M10ले पो M10ले हान्न अझ त्यसले पो फुट्दै रहेछ र मम्मी हान्छ अनि जाम्ला ल अब फेरि स्टार्ट भइसक्यो यहाँ 14 जना मात्रै छ हान्यो छ्या भन्दाले रहेछ हैन म त भाग्छु त्यससँग मसँग हैन अब हल्का कतिलो गन छैन हैन म मोड्न पनि सक्छु मैले यहाँ बोय हान्छु कि भनेर भन्न लाथे एनिमी यही रहेछ मलाई ठोको कतिलो गन छैन कि मलाई त्यही भएर हल्का भाग्न पर्छ हैन कतिलो भन यस्तो कतिले गनै पाइन्न कि अब म चाहिएको बेलै खोइ कताबाट हानु हानेको मलाई गाइस यार हानिसक्यो देख्नु भयो मैले हजुर पहिला भनेको थिएँ अब माइनस लाउँछ जस्तो ला हैन ब्याक जान पर्यो माइनस त लाउन त्यही पनि डायमन्ड 2 मा पनि छिरिन यार